गाइस यो अब नयाँ झरना हाम्रो अब गार्डन चाहिँ भएको भयो थाहा छैन गाइस। आज चाहिँ झरना पनि घुम्यो है, अब जाने हो, फर्किने बेला भइसक्यो। एक्लै आएको, एक्लै भन्नाले निलो पनि यहाँ पुरा नेपालको झन्डा लिन्छ टक्क पठाएको छ। ओए निलो ल, निलोले थकाइ लागिरहेको रहेछ। यो झरनाबाट देखिने दृश्य चाहिँ त्यो तलको लामो पुल पनि देखिन्छ है गाइस, टेन्सन नगर्नु, त्यो लामो पुल पनि देखिन्छ। यदि झरनामा घुम्न आउन चाहनुहुन्छ भने तपाईँहरू यसो खाजा लिएर आउनु होला, दुईजना मिलेर टक्क फोटो सुट गर्न सकिन्छन्। आहा आइयो नि झरना, खर्च गरे बनायो, बल्ल राम्रो भयो। यो हो नि झरना भनेको, यस्तै हुनुपर्छ। फोटो खिच्न, टिकटक बनाउन आउनु सक्नुहुन्छ तपाईँहरू। अब जानु पर्ला तल। यस ठिकै छ, जुम अब जाने हो। जस तलबाट आउने बेला त ठाडै हुन्छ, जाने बेला चाहिँ ओह्रालो टङ टङ यस्तो दामी बनाएको छ गाइस। जस पैसाको सदुपयोग गरेछ यो पालि चाहिँ भने यस्तो मजाको छ कि आनन्द। अब दौडौँ भने ताराहरू छिटै काम सिद्धिसक्यो भने छिटै यसरी नराखौँ है, करेन्ट लाग्ने सम्भावना धेरै छ। अब तल मिटर अफ गरे कि गरेन त्यो थाहा भएन, अब खोलेर हेर्नु भएन है गाइस। अब समितिले तत्काल म भन्छु मजाले बनाएछ, बधाई छ। यसपालि चाहिँ पैसाको काम अब कति लाग्यो भनेर मलाई पनि यकिन त थाहा छैन। दामी बनाएछ ल। यसपालि चाहिँ भने निलोलाई यस्तो डर लाग्छ कि एक्लै तल माथि हेर्न करेन्ट